हेलो साथीहरू, तपाईहरुले आफ्नो नेसनल आइडी कार्ड क्युआर सहितको प्रिन्ट गर्नुभयो त? बनेको त छ तर प्रिन्ट भएको छैन तपाईहरुसँग पीडीएफ मा चाहियो भने आउनु आज हामी कसरी त्यो प्रिन्ट गर्ने त्यो तरिका देखाउन गइरहेछु। यो सुरु गरुन्जेलसम्म यदि तपाईहरुले मलाई फलो गर्नु भएको छैन भने फलो गर्नु होला। म यस्तै कुराहरु लिएर आइराखेको हुन्छु। धन्यवाद। पहिला तपाईको ब्राउजरमा गएर NID अनि सर्च लेख्नु होला। NID सर्च लेखेपछि यसको आधिकारिक वेबसाइट खुल्छ यसरी अनि यहाँ डाउनलोड योर ENID लेखेको हुन्छ। यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईले यहाँ यस्तो किसिमको फर्म हेर्नुहुन्छ। यो कम्प्युटरमा पनि सेम हुन्छ र मोबाइलमा पनि सेमै देखिन्छ यस्तै। अनि यहाँ तपाईले आफ्नो पुरा नाम लेख्नु होला। डिटेलहरु देखाउन मिल्दैन त्यही भएर यसलाई ब्लर गरेर राखेको छु है। प्रोसेस चाहिँ सेमै छ। तपाईले यहाँ मेरोको ठाउँमा आफ्नो लेख्नु होला। तपाईले यता लेख्नुभयो भने नेपालीमा लेखिन्छ, यता लेख्नुभयो भने इंग्लिशमा लेखिन्छ। त्यसपछि यहाँ तपाईले आफ्नो जन्म मिति हाल्नु होला। यहाँ BS लेखेको छ भने नेपालीमा हाल्नु पर्यो। त्यसपछि सिटिजनशिप इस्यु डेट छ। यहाँ तपाईको नागरिकता कहिले बनाउनु भएको त्यो लेख्नु होला। अनि यहाँ यो क्याप्चरमा तल यो लेखेको जुन नम्बर हुन्छ नि सेम टु सेम यहाँ लेखिदिनु होला है। यहाँ हेर्न सक्नुहुन्छ तपाईले मेरो सिटिजनशिपको यो पुरै आयो। अब यहाँ डाउनलोड गर्ने। अब यो डाउनलोड गर्दाखेरि मैले त्यहाँ इंग्लिशमा लेखेको थिएँ अनि त्यही भएर यहाँ मलाई नेपालीमा लेख्नु पर्ने छ। अब यहाँ मैले नेपालीमा नाम लेख्नु पर्यो। यहाँ यसरी नेपालीमा नाम लेखिसकेपछि डाउनलोड सुरु गर्नुस्। अनि यो एकछिनमा डाउनलोड हुन्छ। PDF डाउनलोड भनेर आयो। डाउनलोडमा क्लिक गर्नु। यहाँ हेर्न सक्नुहुन्छ यस्तो PDF डाउनलोड भएर आउँछ। र यो PDF डाउनलोड भएपछि यो PDF खोल्नलाई तपाईले पासवर्ड हाल्नु पर्छ। त्यो पासवर्ड तपाईको नामको पहिलो 4 डिजिट अक्षर अनि त्यसपछि तपाईको जन्म मिति हुनुपर्छ है। यहाँ पासवर्ड हाल्दाखेरि ध्यान दिनुपर्ने कुरा तपाईको नामको जुन पहिलो 4 डिजिट अक्षर हो त्यो ठुलो अक्षर हुनुपर्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले रेडी भयो तपाईको क्युआर सहितको नेसनल आइडी कार्ड।